अति मिठो पिरो सिन्द्रामेन वाउ। यो सिन्द्रामेन कसरी बनाएर खाने होइन होइन नेपालीहरू हो हल्का पिरो त खान मन लागिहाल्छ होइन। अनि फेरि पनि पिरो हुन्छ तर यो अनहेल्दी होइन, जङ्क फुडहरू खानु अनहेल्दी हुन्छ। फेरि पनि यसलाई हेल्दी वेमा चाहिँ कसरी खान सकिन्छ पाँच त भएर देखाउँदैछु है। टक्क पानीलाई यसरी उमाल्ने अनि गएर यसमा टक्क लाएर सिन्द्रामेनलाई त्यसरी हाल्ने गाइस। 3 मिनट जति यसलाई पकाउने है। यसलाई अब यत्तिकै पिरो हालेर खानेहरू पनि हुन्छ भने आज मैले कहिलेकाहीँ एकदमै पिरो खान मन लागेको बेला चाहिँ कसरी खान्छु भनेर चाहिँ म तपाईँहरूलाई देखाउँदैछु आज है। जब सिन्द्रामेन पाक्छ होइन, पाकिसकेपछि चाहिँ यो चाहिँ बाहिर निस्किन अघि जसरी तल धकलिराख्नु पर्थ्यो भने अहिले चाहिँ धकल्न पर्दैन होइन। टक्क पाकिसक्यो यसलाई बन्द गर्ने। बन्द गरिसकेपछि सिन्द्रामेनलाई चाहिँ टक्क पानी तार्ने होइन। पानी तार्दाखेरि यस्तो देखिन्छ। अनि टक्क त्यसलाई बोलमा हाल्ने है। बोलमा हाल्दा यत्तिकै नरम भए हुन्छ होइन, टक्क छुट्टिन्छ। बोलमा हालिसकेपछि मैले यसमा चाहिँ यो सिताके, ड्राई सिताके यसलाई चाहिँ बोइल गरेर राखेको थिएँ, त्यसलाई हाल्छु। अनि क्याबेजलाई पनि यसमा हाल्छु होइन। त्यसपछि गएर मैले यसमा मिक्स गर्छु यसको सबभन्दा टेस्टी पिरो है। अब त्यसपछि यसलाई मिक्स हानिन्छ। पिरो हालेर पिरो अब पिरो खान खोजेको होइन, पिरो त हाल्नै पर्यो। हामी चपस्टिकको फकले चाहिँ यसलाई मिक्स गरिन्छ। कस्तो हुन्छ गाइस हेर्नु है, रातो हुनुपर्ने हो, हुन्छ कि नै। तपाईँहरूले कसरी खानुहुन्छ कमेन्ट गर्नु है। सिन्द्रामेन कोरियन रामेनलाई चाहिँ तपाईँहरूले कसरी खाने गर्नुहुन्छ कमेन्ट गर्नु होला है। मैले चाहिँ यसरी खान्छु। खाएको भिडियो भने मैले नेक्स्ट पार्टमा हाल्नेछु है साथीहरू। त्यसपछि त्यो भिडियो हेर्नको लागि तपाईँहरूले सब्सक्राइब गर्नु होला र यस्तो भिडियो रमाइलोको भिडियोहरू हेर्नको लागि पनि मेरो च्यानललाई सब्सक्राइब गर्न चाहिँ नछोड्नु होला है साथीहरू। त जति रातो देख्नु भने त्यति रातो चाहिँ देखिएन है। यसमा सागपात हालेपछि यही हो क्या। यो पिरो होइन, अत्यन्त पिरो हुन्छ है। पिरो खान नसक्ने मान्छेले चाहिँ त्यस्तै ट्राई नगर्नु होला। थोरै खुर्सानी हाल्नु होला, धुलो थोरै हालेर पनि मिलाउन सकिन्छ, त्यो तपाईँको हातमा हुन्छ होइन। अब यो खाँदाखेरि चाहिँ कस्तो हुन्छ मेरो अवस्था है, म खासै पिरो खाने मान्छे होइन। यो भयो, मिक्स भइसक्यो होइन। मिक्स भएपछि मैले यसमा हाल्छु अंडा। अंडा छ बोइल गरेर राखेको होइन। यो अंडा चर्केको छ, चर्के खाके एउटा अंडा, दुईटा अंडा। खाएको भिडियो भने म नेक्स्ट पार्टमा हाल्नेछु। अनि मेरो खाँदाखेरि कस्तो हालत हुन्छ त्यो चाहिँ नेक्स्ट पार्टमा देखेर रमाउनु पाउनुहुनेछ। त्यसैले नेक्स्ट पार्ट हेर्नको लागि भए पनि सब्सक्राइब चाहिँ गर्नु होला। सी यू गाइज। योसँग गएर 3टा अंडा हाल्छु मैले साथीहरू, त गुड्केको अंडा। अनि यसको माथिबाट टक्क गरिसकेपछि यसको माथि पनि गाइस फेरि हालिन्छ हामी मोमो र यसमा अघिको मोमो चाहिँ अघिको पाकिरहेको पिरो चाहिँ मोमोको माथिबाट हल्का छरिदिएपछि यो चाहिँ स्पेसल भन्छ है गाइस। अनि यो भिडियो चाहिँ नेक्स्ट भ्लग मैले यो जापानहरू घुमेको भिडियोहरू पनि हाल्नेछु। सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। किप सब्सक्राइबिङ।